तहदेखि करिब 4000 मिटरको उचाइमा रहेको मुस्ताङको यो जोमान्थाङ क्षेत्र। बाहिरबाट हेर्दा यो केवल एउटा शान्त मरुभूमि जस्तो देखिए पनि यसको जमिनमुनि एउटा यस्तो धातु दबिएको छ जसले नेपालको मात्र होइन सिङ्गो विश्वको राजनीति र शक्तिको समीकरण नै बदल्न सक्छ। तर विडम्बना, आजभन्दा करिब 50 वर्ष अघि नै पत्ता लागेको यो बहुमूल्य धातु नेपालले अहिलेसम्म उत्खनन गर्न सकेको छैन। आखिर किन त? के हामीसँग यसलाई निकाल्ने प्रविधि नभएको हो अथवा हामी कसैको दबावमा छौँ? देशकै भाग्य बदल्न सक्ने यति बहुमूल्य धातुको उत्खननमा किन राज्यको आँखा पुग्न सकेन? दर्शक वृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी मुस्ताङको प्रतिबन्धित भूगोलभित्र दबिएको युरेनियम किन नेपालको समृद्धिको ढोका बन्न सकिरहेको छैन, आज हामी यसैको बारेमा विशेष चर्चा गर्नेछौँ। मुस्ताङको दुर्गम र मरुभूमि जस्तो देखिने भूगोलभित्र लुकेको यो रेडियोधर्मी खजाना कुनै सतही अनुमान मात्र नभएर दशकौं लामो वैज्ञानिक अन्वेषणको निचोड हो। नेपालमा युरेनियमको खोजीको इतिहास खोतल्दा हामी सन् 1970 को दशकमा पुग्छौं, जब खानी तथा भूगर्भ विभाग र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका विशेषज्ञहरूले पहिलो पटक नेपालका विभिन्न नदी किनार र पहाडी श्रृङ्खलाहरूमा रेडियोधर्मी पदार्थको सङ्केतहरू भेट्टाएका थिए। विशेष गरी उपल्लो मुस्ताङको लोमाङथाङ क्षेत्रमा भेटिएको प्रमाणले वैज्ञानिक जगतलाई नै स्तब्ध बनाएको छ। लोमाङथाङबाट करिब 10 किलोमिटर उत्तरतर्फ फैलिएको र 3 किलोमिटर चौडाइ भएको एउटा ठूलो भूभागमा युरेनियमको भण्डार रहेको तथ्य विभिन्न ल्याब परीक्षणहरूले पुष्टि गरिसकेका छन्। यो भण्डार प्राचीन तेथिस सागरको पिँधबाट बनेको तेथिस हिमालयन क्षेत्रको पुराना चट्टानहरूमा दबिएर रहेको छ, जसलाई भूगर्भविदहरूले ग्रेड ए स्तरको उच्च गुणस्तरको युरेनियम भन्ने गरेका छन्। वैज्ञानिक दृष्टिले हेर्दा यहाँ युरेनियम 235 र युरेनियम 238 दुवैको सम्भावना देखिएको छ, जुन परमाणु ऊर्जा उत्पादन र सैन्य प्रयोजनका लागि सबैभन्दा महत्त्वपूर्ण मानिन्छन्। यो केवल पहाडको एउटा ढुङ्गा मात्र होइन, बरु यो ऊर्जाको यस्तो विशाल स्रोत हो जसलाई कन्सन्ट्रेटेड पावर भनिन्छ। 1 किलोग्राम युरेनियमबाट निस्कने ऊर्जा करिब 15 लाख किलोग्राम कोइलाबाट निस्कने ऊर्जा बराबर हुन्छ। मुस्ताङको लोमाङथाङमा परीक्षणका क्रममा त्यहाँका चट्टानहरूमा गामा रे विकिरणको स्तर सामान्यभन्दा कैयौं गुणा बढी पाइएको छ, जसले त्यहाँ युरेनियमको सघनता उच्च रहेको प्रमाणित गर्दछ। भूगर्भ विभागका पुराना प्रतिवेदनहरूलाई पल्टाएर हेर्ने हो भने तत्कालीन समयमा विदेशी विज्ञ टोलीले समेत मुस्ताङको यो क्षेत्र विश्वकै उत्कृष्ट युरेनियम खानीहरूमध्ये एक हुन सक्ने सङ्केत गरेका थिए। रोचक कुरा त नेपालकै भाग्य बदल्न सक्ने धातु भनेर सर्वत्र चर्चा भइरहँदा नेपालले न त यसको उत्खनन गर्न सकेको छ, न त गम्भीर चासो देखाएको छ। आखिर किन त? भू राजनीतिक खेल। मुस्ताङको चिसो हावा र सुक्खा माटोमुनि दबिएको यो पहेँलो धातु नेपालको सम्पत्ति भए तापनि यति बेला शक्ति राष्ट्रहरूकै शक्ति सन्तुलनलाई प्रभावित पार्न सक्ने एउटा ठूलो भू राजनीतिक पावर गेमको केन्द्र बन्न पुगेको छ। मुस्ताङको भौगोलिक अवस्थिति नै यस्तो छ कि यसले विश्वका दुई ठूला उदयमान शक्तिहरू चीन र भारत तथा विश्वको वर्तमान महाशक्ति अमेरिकाको रणनीतिक स्वार्थलाई सिधै छुन्छ। सबैभन्दा पहिले चीनको दृष्टिकोणबाट हेर्ने हो भने मुस्ताङको उपल्लो भूभाग सिधै तिब्बतसँग जोडिएको छ। चीनका लागि तिब्बतको सुरक्षा र स्थायित्व उसको रेड लाइन हो। चीनको लागि सबैभन्दा ठूलो चिन्ता के छ भने यदि नेपालले युरेनियम उत्खननको नाममा कुनै पनि पश्चिमा शक्ति वा अमेरिकी कम्पनीलाई मुस्ताङमा प्रवेश दियो भने त्यो केवल व्यापारिक सम्झौता मात्र हुने छैन। यो एक विदेशी जासुसी र सैन्य निगरानीको एउटा स्थायी अखडा समेत बन्न सक्छ, किनकि कुनै समय खम्फा विद्रोहीलाई अमेरिकाले यही भूमिमा परेड खेलाएको थियो, जसले गर्दा चीन यहाँ हुने हरेक सानोभन्दा सानो गतिविधिप्रति अत्यन्तै सशङ्कित हुने गर्दछ। विश्व राजनीतिमा रणनीतिक खनिजमाथिको पहुँचलाई लिएर अहिले अमेरिका र चीन बीच ठूलो शीतयुद्ध चलिरहेको छ। युरेनियम जस्तो आणविक इन्धनमाथिको नियन्त्रणले विश्वको ऊर्जा राजनीतिमा ठूलो महत्त्व राख्छ। नेपालमा एमसीसी जस्ता ठूला पूर्वाधार परियोजनाहरू भित्रिनु र अमेरिकी अधिकारीहरूको मुस्ताङ भ्रमण बढ्नुलाई कतिपय भूराजनीतिक विश्लेषकहरूले युरेनियमको खोजी र निगरानीसँग जोडेर हेर्ने गरेका छन्। यता नेपालको युरेनियममा भारतको चासो पनि उत्तिकै छ। भारत आफै परमाणु शक्ति राष्ट्र भएको कारण भारतलाई उसको ऊर्जा र सामरिक आवश्यकता पूरा गर्न ठूलो मात्रामा युरेनियम चाहिनु स्वाभाविक नै हो। छिमेकी देशमा यति ठूलो भण्डार भेटिँदा भारत चुप लागेर बस्ने अवस्था आउँदैन। त्यसैले यति बेला नेपालको युरेनियममा चीन, भारत र अमेरिका तीनै देशको नजर रहेको छ। तर नेपालको दुर्भाग्य, शक्तिशाली राष्ट्रहरूको त्रिपक्षीय दबावमा पर्दा आर्थिक समृद्धिको अवसर बन्न सक्ने अर्बौंको खजाना आज जमिनमुनि दबिएर रहेको छ। त्यसो त अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीको कडा नियम र सेफगार्डहरूका कारण पनि नेपाललाई यो खनिज निकाल्न त्यति सहज छैन। नेपालले यदि कुनै एक शक्तिलाई मात्र खुसी पार्न खोज्यो भने अर्को शक्तिले त्यसलाई आफ्नो अस्तित्वमाथिको खतरा मान्ने निश्चित छ। नेपालको अवस्था र चुनौती। मुस्ताङमा युरेनियमको प्रचुर सम्भावना हुनु एउटा पक्ष हो भने त्यसलाई उत्खनन गरी राष्ट्रिय हितमा प्रयोग गर्नु नेपालका लागि फलामको चिउरा चपाउनु सरह छ। नेपालको वर्तमान अवस्थालाई निहाल्दा हामीसँग न त यो बहुमूल्य धातु उत्खनन गर्ने प्रविधि छ, न त यसलाई प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्न सक्ने आर्थिक हैसियत नै। युरेनियम निकाल्नु भनेको बालुवा वा ढुङ्गा चाल्नु जस्तो सामान्य काम होइन। यो एक अत्यन्तै जटिल रेडियोधर्मी प्रक्रिया हो, जसका लागि अर्बौं डलरको लगानी र उच्च दक्ष जनशक्ति आवश्यक पर्छ।
नेपाल सरकारले रेडियोधर्मी पदार्थ उपयोग वा नियमन ऐन 2077 र नियमावली ल्याएर कानुनी ढोका त खोलेको छ, तर व्यावहारिक रूपमा हामी अझै पनि प्रारम्भिक चरणमै छौँ। यो ऐनले युरेनियमको खोज, उत्खनन र ओसार पसारलाई नियमन गर्ने प्रयास गरे पनि यति ठूलो परियोजना सञ्चालन गर्न आवश्यक पर्ने आणविक सुरक्षा संयन्त्र हामीसँग छैन। यहाँ सबैभन्दा ठूलो चुनौती त सुरक्षा र सामरिक संवेदनशीलताको छ। मुस्ताङ जस्तो भौगोलिक रूपमा विकट र रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रमा युरेनियम उत्खनन सुरु हुनुको अर्थ त्यहाँ ठूलो संख्यामा विदेशी विज्ञ, मेसिनरी र सुरक्षाकर्मीको उपस्थिति हुनु हो। यस्तो संवेदनशील धातुको सुरक्षाका लागि उत्खनन क्षेत्रलाई नो फ्लाइ जोन र उच्च सुरक्षा घेराभित्र राख्नुपर्ने हुन्छ, जसले मुस्ताङको बाँकी जनजीवन र पर्यटनलाई सिधै असर पार्नेछ। यदि उत्खननका क्रममा सामान्य मात्र त्रुटि भयो वा रेडियोधर्मी विकिरण चुह्यो भने त्यसले कालीगण्डकी नदीको जलाधार क्षेत्र र त्यहाँको पारिस्थितिकीय प्रणालीमा अपूरणीय क्षति पुर्याउन सक्छ। यसले स्थानीय बासिन्दाको स्वास्थ्यमा दीर्घकालीन असर पार्ने मात्र नभई हाम्रो सांस्कृतिक र प्राकृतिक सम्पदालाई समेत सङ्कटमा पार्ने जोखिम रहन्छ। अर्कोतर्फ नेपालको आन्तरिक राजनीति र नीतिगत स्थिरताले यसलाई झनै जटिल बनाएको छ। युरेनियम उत्खननको जिम्मा सरकारी कम्पनीलाई दिने कि अन्तर्राष्ट्रिय बोलपत्र मार्फत विदेशी कम्पनीलाई भित्र्याउने भन्नेमा ठूलो मतभेद छ। यदि विदेशी कम्पनीलाई दिइयो भने राष्ट्रिय सुरक्षा र सार्वभौम सत्तामा आँच आउन सक्ने डर छ, र यदि आफै गर्न खोजियो भने हामीसँग न त पुँजी छ न त प्रविधि नै। नेपालको युरेनियम भ्रम र यथार्थ। यति बेला मुस्ताङको युरेनियमको चर्चा गरिरहँदा एउटा तथ्याङ्कले भने सबैलाई अचम्ममा पार्छ, त्यो हो यहाँ भेटिएको युरेनियमको मात्रा। खानी तथा भूगर्भ विभाग र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको रिपोर्टमा 1,28,660 मेट्रिक टन युरेनियम रहेको बताइन्छ। तर के यो 1,28,000 टन नै शुद्ध युरेनियम हो त? के नेपालले यसलाई उत्खनन गर्ने बित्तिकै सिधै अन्तर्राष्ट्रिय बजारमा बेच्न सक्छ? हो, अब यहाँ हामीले वैज्ञानिक तथ्य बुझ्नु जरुरी छ। अहिलेको वास्तविकता के हो भने खानी तथा भूगर्भ विभागले उल्लेख गरेको यो परिमाण शुद्ध युरेनियमको होइन, बरु यो युरेनियम युक्त धातुको अनुमानित तौल हो। यसको अर्थ मुस्ताङको लोमाङथाङ क्षेत्रको 10 किलोमिटर लम्बाइ र 3 किलोमिटर चौडाइमा फैलिएको जमिनमुनि युरेनियम मिसिएका ढुङ्गा र माटोको कुल परिमाण यति छ भनिएको हो। जसरी सुनको खानीमा सयौं किलो ढुङ्गा पखाल्दा केही ग्राम मात्र सुन भेटिन्छ, युरेनियमको अवस्था पनि ठिक त्यस्तै हुन्छ। खानीबाट निकालिएको यो कच्चा पदार्थलाई कडा रासायनिक प्रतिक्रिया र उच्च प्रविधि मार्फत प्रशोधन गरेपछि मात्र येलो केक तयार पारिन्छ। अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने र आणविक भट्टीमा इन्धनको रूपमा प्रयोग हुने वस्तु यही येलो केक हो। यहाँ हामीले बुझ्नुपर्ने कुरा के हो भने यदि मुस्ताङमा भेटिएको युरेनियमलाई विश्वकै उत्कृष्ट ग्रेड ए मान्ने हो भने पनि यो 1,28,000 टन कच्चा धाउबाट केही हजार टन मात्र शुद्ध युरेनियम अक्साइड वा येलो केक निस्किने सम्भावना रहन्छ। अन्तर्राष्ट्रिय बजारमा खानीबाट निकालेर प्रशोधित गरिएको येलो केक युरेनियमको प्रति किलो मूल्य 180 देखि 200 अमेरिकी डलरसम्म पर्छ, जुन नेपाली रुपियाँ अनुसार करिब 24,000 देखि 27,000 रुपियाँ प्रति किलो पर्न आउँछ। त्यसैले मुस्ताङमा अर्बौंको खजाना छ भन्नुको अर्थ हामीसँग शुद्ध युरेनियमको पहाड छ भन्नु होइन। यो त एउटा यस्तो सम्भावना हो जसलाई बाहिर निकाल्न अर्बौं डलरको लगानी र उच्च प्रविधिको सम्वर्धन प्रक्रिया आवश्यक पर्छ। मुस्ताङको युरेनियम आजसम्म ननिकालिनुमा यिनै भूराजनीतिक, आर्थिक र प्राविधिक पक्षहरू मुख्य जिम्मेवार छन्। मुस्ताङको यो रेडियोधर्मी पदार्थ नेपालको लागि एउटा बहुमूल्य प्राकृतिक स्रोत हो, तर यसको उत्खनन र सदुपयोग जति सुनिन्छ त्यति सहज र सरल भने छैन। हामीले अघि चर्चा गरे झैँ एकातिर अर्बौं डलरको लगानी र उच्च प्रविधिको अभाव छ भने अर्कोतिर दुई शक्तिशाली छिमेकी र एक महाशक्ति राष्ट्रको रणनीतिक स्वार्थको दबाव। यस्तो अवस्थामा यो खनिज जमिनमुनि रहँदासम्म नेपालका लागि एउटा सम्भावनाको रहस्य मात्र हो। तर जब हामीले यसलाई बाहिर निकाल्न खोज्छौँ तब यसले हाम्रो कूटनीतिक र वातावरणीय सन्तुलन नै खलल पुर्याउन सक्छ। त्यसैले मुस्ताङको युरेनियम हाम्रो त्यस्तो खजाना हो जसलाई निकाल्न समय र प्रविधि दुवै हाम्रो पक्षमा हुनुपर्छ। भिर चासो देखाएको छ। आखिर किन त? भू राजनीतिक खेल। मुस्ताङको चिसो हावा र सुक्खा माटोमुनि दबिएको यो पहेँलो धातु नेपालको सम्पत्ति भए तापनि यति बेला शक्ति राष्ट्रहरूकै शक्ति सन्तुलनलाई प्रभावित पार्न सक्ने एउटा ठूलो भू राजनीतिक पावर गेमको केन्द्र बन्न पुगेको छ। मुस्ताङको भौगोलिक अवस्थिति नै यस्तो छ कि यसले विश्वका दुई ठूला उदयमान शक्तिहरू चीन र भारत तथा विश्वको वर्तमान महाशक्ति अमेरिकाको रणनीतिक स्वार्थलाई सिधै छुन्छ। सबैभन्दा पहिले चीनको दृष्टिकोणबाट हेर्ने हो भने मुस्ताङको उपल्लो भूभाग सिधै तिब्बतसँग जोडिएको छ। चीनका लागि तिब्बतको सुरक्षा र स्थायित्व उसको रेड लाइन हो। चीनको लागि सबैभन्दा ठूलो चिन्ता के छ भने यदि नेपालले युरेनियम उत्खननको नाममा कुनै पनि पश्चिमा शक्ति वा अमेरिकी कम्पनीलाई मुस्ताङमा प्रवेश दियो भने त्यो केवल व्यापारिक सम्झौता मात्र हुने छैन। यो एक विदेशी जासुसी र सैन्य निगरानीको एउटा स्थायी अखडा समेत बन्न सक्छ, किनकि कुनै समय खम्पा विद्रोहीलाई अमेरिकाले यही भूमिमा परेड खेलाएको थियो, जसले गर्दा चीन यहाँ हुने हरेक सानोभन्दा सानो गतिविधिप्रति अत्यन्तै सशंकित हुने गर्दछ।
विश्व राजनीतिमा रणनीतिक खनिजमाथिको पहुँचलाई लिएर अहिले अमेरिका र चीन बीच ठूलो शीतयुद्ध चलिरहेको छ। युरेनियम जस्तो आणविक इन्धनमाथिको नियन्त्रणले विश्वको ऊर्जा राजनीतिमा ठूलो महत्त्व राख्छ। नेपालमा एमसीसी जस्ता ठूला पूर्वाधार परियोजनाहरू भित्रिनु र अमेरिकी अधिकारीहरूको मुस्ताङ भ्रमण बढ्नुलाई कतिपय भूराजनीतिक विश्लेषकहरूले युरेनियमको खोजी र निगरानीसँग जोडेर हेर्ने गरेका छन्। यता नेपालको युरेनियममा भारतको चासो पनि उत्तिकै छ। भारत आफै परमाणु शक्ति राष्ट्र भएको कारण भारतलाई उसको ऊर्जा र सामरिक आवश्यकता पूरा गर्न ठूलो मात्रामा युरेनियम चाहिनु स्वाभाविक नै हो। छिमेकी देशमा यति ठूलो भण्डार भेटिँदा भारत चुप लागेर बस्ने अवस्था आउँदैन। त्यसैले यति बेला नेपालको युरेनियममा चीन, भारत र अमेरिका तीनै देशको नजर रहेको छ। तर नेपालको दुर्भाग्य शक्तिशाली राष्ट्रहरूको त्रिपक्षीय दबावमा पर्दा आर्थिक समृद्धिको अवसर बन्न सक्ने अर्बौंको खजाना आज जमिनमुनि दबिएर रहेको छ। त्यसो त अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीको कडा नियम र सेफगार्डहरूका कारण पनि नेपाललाई यो खनिज निकाल्न त्यति सहज छैन। नेपालले यदि कुनै एक शक्तिलाई मात्र खुसी पार्न खोज्यो भने अर्को शक्तिले त्यसलाई आफ्नो अस्तित्वमाथिको खतरा मान्ने निश्चित छ। नेपालको अवस्था र चुनौती। मुस्ताङमा युरेनियमको प्रचुर सम्भावना हुनु एउटा पक्ष हो भने त्यसलाई उत्खनन गरी राष्ट्रिय हितमा प्रयोग गर्नु नेपालका लागि फलामको चिउरा चपाउनु सरह छ। नेपालको वर्तमान अवस्थालाई निहाल्दा हामीसँग न त यो बहुमूल्य धातु उत्खनन गर्ने प्रविधि छ, न त यसलाई प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्न सक्ने आर्थिक हैसियत नै। युरेनियम निकाल्नु भनेको बालुवा वा ढुङ्गा चाल्नु जस्तो सामान्य काम होइन। यो एक अत्यन्तै जटिल रेडियोधर्मी प्रक्रिया हो जसका लागि अर्बौं डलरको लगानी र उच्च दक्ष जनशक्ति आवश्यक पर्छ। नेपाल सरकारले रेडियोधर्मी पदार्थ उपयोग वा नियमन ऐन 2077 र नियमावली ल्याएर कानुनी ढोका त खोलेको छ, तर व्यावहारिक रूपमा हामी अझै पनि प्रारम्भिक चरणमै छौं। यो ऐनले युरेनियमको खोज, उत्खनन र ओसार पसारलाई नियमन गर्ने प्रयास गरे पनि यति ठूलो परियोजना सञ्चालन गर्न आवश्यक पर्ने आणविक सुरक्षा संयन्त्र हामीसँग छैन। यहाँ सबैभन्दा ठूलो चुनौती त सुरक्षा र सामरिक संवेदनशीलताको छ। मुस्ताङ जस्तो भौगोलिक रूपमा विकट र रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रमा युरेनियम उत्खनन सुरु हुनुको अर्थ त्यहाँ ठूलो संख्यामा विदेशी विज्ञ, मेसिनरी र सुरक्षाकर्मीको उपस्थिति हुनु हो। यस्तो संवेदनशील धातुको सुरक्षाका लागि उत्खनन क्षेत्रलाई नो फ्लाइ जोन र उच्च सुरक्षा घेराभित्र राख्नुपर्ने हुन्छ, जसले मुस्ताङको बाँकी जनजीवन र पर्यटनलाई सिधै असर पार्नेछ। यदि उत्खननका क्रममा सामान्य मात्र त्रुटि भयो वा रेडियोधर्मी विकिरण चुहियो भने त्यसले कालीगण्डकी नदीको जलाधार क्षेत्र र त्यहाँको पारिस्थितिकीय प्रणालीमा अपूरणीय क्षति पुर्याउन सक्छ। यसले स्थानीय बासिन्दाको स्वास्थ्यमा दीर्घकालीन असर पार्ने मात्र नभई हाम्रो सांस्कृतिक र प्राकृतिक सम्पदालाई समेत सङ्कटमा पार्ने जोखिम रहन्छ। अर्कोतर्फ नेपालको आन्तरिक राजनीति र नीतिगत स्थिरताले यसलाई झनै जटिल बनाएको छ। युरेनियम उत्खननको जिम्मा सरकारी कम्पनीलाई दिने कि अन्तर्राष्ट्रिय बोलपत्र मार्फत विदेशी कम्पनीलाई भित्र्याउने भन्नेमा ठूलो मतभेद छ। यदि विदेशी कम्पनीलाई दिइयो भने राष्ट्रिय सुरक्षा र सार्वभौम सत्तामा आँच आउन सक्ने डर छ, र यदि आफै गर्न खोजियो भने हामीसँग न त पुँजी छ न त प्रविधि नै। नेपालको युरेनियम भ्रम र यथार्थ। यति बेला मुस्ताङको युरेनियमको चर्चा गरिरहँदा एउटा तथ्याङ्कले भने सबैलाई अचम्ममा पार्छ, त्यो हो यहाँ भेटिएको युरेनियमको मात्रा। खानी तथा भूगर्भ विभाग र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको रिपोर्टमा 1,28,660 मेट्रिक टन युरेनियम रहेको बताइन्छ। तर के यो 1,28,000 टन नै शुद्ध युरेनियम हो त? के नेपालले यसलाई उत्खनन गर्ने बित्तिकै सिधै अन्तर्राष्ट्रिय बजारमा बेच्न सक्छ? हो, अब यहाँ हामीले वैज्ञानिक तथ्य बुझ्नु जरुरी छ। अहिलेको वास्तविकता के हो भने खानी तथा भूगर्भ विभागले उल्लेख गरेको यो परिमाण शुद्ध युरेनियमको होइन, बरु यो युरेनियम युक्त धातुको अनुमानित तौल हो। यसको अर्थ मुस्ताङको लोमाङथाङ क्षेत्रको 10 किलोमिटर लम्बाई र 3 किलोमिटर चौडाइमा फैलिएको जमिनमुनि युरेनियम मिसिएका ढुङ्गा र माटोको कुल परिमाण यति छ भनिएको हो। जसरी सुनको खानीमा सयौं किलो ढुङ्गा पखाल्दा केही ग्राम मात्र सुन भेटिन्छ, युरेनियमको अवस्था पनि ठिक त्यस्तै हुन्छ। खानीबाट निकालिएको यो कच्चा पदार्थलाई कडा रासायनिक प्रतिक्रिया र उच्च प्रविधि मार्फत प्रशोधन गरेपछि मात्र इलो केक तयार पारिन्छ।
अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने र आणविक भट्टीमा इन्धनको रूपमा प्रयोग हुने वस्तु यही येल्लो केक हो। यहाँ हामीले बुझ्नुपर्ने कुरा के हो भने यदि मुस्ताङमा भेटिएको युरेनियमलाई विश्वकै उत्कृष्ट ग्रेड ए मान्ने हो भने पनि यो 1,28,000 टन कच्चा धाउबाट केही हजार टन मात्र शुद्ध युरेनियम अक्साइड वा येल्लो केक निस्किने सम्भावना रहन्छ। अन्तर्राष्ट्रिय बजारमा खानीबाट निकालेर प्रशोधित गरिएको येल्लो केक युरेनियमको प्रति किलो मूल्य 180 देखि 200 अमेरिकी डलरसम्म पर्छ, जुन नेपाली रुपियाँ अनुसार करिब 24,000 देखि 27,000 रुपियाँ प्रति किलो पर्न आउँछ। त्यसैले मुस्ताङमा अर्बौंको खजाना छ भन्नुको अर्थ हामीसँग शुद्ध युरेनियमको पहाड छ भन्नु होइन। यो त एउटा यस्तो सम्भावना हो जसलाई बाहिर निकाल्न अर्बौं डलरको लगानी र उच्च प्रविधिको सम्वर्धन प्रक्रिया आवश्यक पर्छ। मुस्ताङको युरेनियम आजसम्म ननिकालिनुमा यिनै भूराजनीतिक, आर्थिक र प्राविधिक पक्षहरू मुख्य जिम्मेवार छन्। मुस्ताङको यो रेडियोधर्मी पदार्थ नेपालको लागि एउटा बहुमूल्य प्राकृतिक स्रोत त हो, तर यसको उत्खनन र सदुपयोग जति सुनिन्छ त्यति सहज र सरल भने छैन। हामीले अघि चर्चा गरे झैं एकातिर अर्बौं डलरको लगानी र उच्च प्रविधिको अभाव छ भने अर्कोतिर दुई शक्तिशाली छिमेकी र एक महाशक्ति राष्ट्रको रणनीतिक स्वार्थको दबाव। यस्तो अवस्थामा यो खनिज जमिनमुनि रहँदासम्म नेपालका लागि एउटा सम्भावनाको रहस्य मात्र हो। तर जब हामीले यसलाई बाहिर निकाल्न खोज्छौं तब यसले हाम्रो कूटनीतिक र वातावरणीय सन्तुलन नै खलल पुर्याउन सक्छ। त्यसैले मुस्ताङको युरेनियम हाम्रो त्यस्तो खजाना हो जसलाई निकाल्न समय र प्रविधि दुवै हाम्रो पक्षमा हुनुपर्छ।